नमस्ते सबैलाई। आज चाहिँ म एउटा सानो कुरा सेयर गर्छु है। हामी सबैको जीवनमा कहिलेकाहीँ यस्तो समय आउँछ जब हामीलाई लाग्छ कि सबै कुरा कठिन भइरहेको छ। कहिलेकाहीँ हामीले धेरै मेहनत गर्छौँ तर परिणाम तुरुन्तै देखिँदैन। तर म विश्वास गर्छु कि जीवनको हरेक सङ्घर्षले हामीलाई केही न केही सिकाइरहेको हुन्छ। जब हामी कठिन परिस्थितिमा पनि हार नमानी अगाडि बढ्छौँ, त्यहीबाट हाम्रो वास्तविक शक्ति देखिन थाल्छ। कहिलेकाहीँ हामी एक्लै भएको जस्तो पनि लाग्न सक्छ, तर त्यो समय हाम्रो लागि सबैभन्दा ठुलो शिक्षक हुन्छ। त्यही समयले हामीलाई धैर्य र मेहनत र विश्वासको अर्थ सिकाउँछ। आज म सबैलाई एउटा कुरा भन्न चाहन्छु। यदि तपाईँ कहिले कठिन परिस्थितिबाट गुज्रिरहनु भएको छ भने कृपया हार नमान्नुहोस्। आजको सङ्घर्ष भोलिको ठुलो सफलताको बाटो हुन सक्छ। तपाईँको मेहनत कहिले व्यर्थ जाँदैन। आफ्नो सपना सानो होस् या ठुलो, त्यसलाई माया गर्नुहोस् र निरन्तर मेहनत गर्नुहोस्। किनकि एक दिन अवश्य यस्तो समय आउँछ जब तपाईँ पछाडि फर्केर हेर्दा गर्व महसुस गर्नुहुनेछ कि मैले हार मानेको थिइनँ। त्यसैले आफ्नो जीवनमा सधैँ सकारात्मक सोच राख्नुहोस्, अरूलाई सम्मान गर्नुहोस् र आफू विश्वास गर्न नछोड्नुहोस्। एक दिन तपाईँले पक्कै पनि महसुस गर्नुहुन्छ कि आजको सङ्घर्ष नै भोलिको सबैभन्दा ठुलो सफलता थियो। कस्तो लाग्यो त? धन्यवाद सबैलाई।